नमस्कार सबैजनालाई। हजुरहरूलाई रमाइलो किचन च्यानलमा धेरै स्वागत छ। आज फेरि हजुरहरू समक्ष एकदमै स्वादिलो मिठो आलुको गिलो रोटीको सजिलो रेसिपी लिएर उपस्थित भइसकेकी छु। केटाकेटीहरूको टिफिनमा पनि पठाउन मिल्ने, केटाकेटीहरूले एकदमै मिठो मानेर खाने यो आलुको गिलो रोटी बनाउने रेसिपीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र हजुरहरू यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। यो आलुको गिलो रोटी बनाउनको लागि आवश्यकता हेरेर आलु लिनुहोला। मैले चाहिँ 4वटा आलुलाई उसिनेर ताछेर लिएँ। अब यो आलुलाई ताछिसकेपछि मैले कोरेसोको मद्दतले कोरेर तयार गरेँ। आलु कोरेर तयार गरिसकेपछि मैले एउटा बाउलमा आधी कप आटाको पिठो लिएँ र मैले तयार गरेको सबै आलुलाई यसमा मिक्स गरिदिएँ। अब चाहिँ हजुरहरूलाई मनपर्ने भेजिटेबलहरू यसमा राख्न सक्नुहुनेछ। भेजिटेबल्सहरू मन पर्दैन भने नराख्न पनि सक्नुहुनेछ। मैले यसमा मसिनो गरी काटेर राखेको प्याज राखेँ, धनियाँ राखेँ, अलिकति गोलभेडा र एउटा सानो हरियो खुर्सानी पनि राखिदिएँ। हजुरहरूलाई पिरो धेरै मन पर्दैन भने खुर्सानी नराख्न पनि सक्नुहुनेछ। अब यसपछि मैले यसमा आधी चम्चा बेसार, स्वादअनुसार अलिकति नुन र थोरै जिरा र धनियाँको धुलोलाई पनि राखिदिएँ। अब यो सबै मसलाहरू राखिदिइसकेपछि यसमा आवश्यकता हेरेर थोरै पानी मिसाउँदै यसलाई चलाउँदै हामीले एउटा ठिक्क खालको स्मुथ ब्याटर बनाउनु पर्ने हुन्छ। यसलाई हामीले धेरै बाक्लो र धेरै पातलो पनि बनाउँदैनौँ। आवश्यकता हेरेर पानी थप्दै हामी यसलाई चलाउँदै मिक्स गर्छौँ। अब यतिको स्मुथ ब्याटर बनिसकेपछि हामी ग्यासमा एउटा प्यान बसाल्छौँ र त्यसमा घिउ अथवा तेल हजुरहरूलाई के मनपर्छ त्यो राख्न सक्नुहुनेछ। मैले थोरै तेल राखेँ र 2 डाडु ब्याटरलाई प्यानमा राखेर यसलाई यसरी राम्रोसँग फैलाइदिएँ। दुवै साइड पल्टाएर हामी यसलाई छोप्दै पकाउँछौँ। एक साइडमा 2-3 मिनेट र अर्को साइडमा पनि 2-3 मिनेट पकाइसके पछाडि यो हाम्रो एकदमै स्वादिलो मिठो आलुको गिलो रोटी बनेर तयार हुन्छ। अब हामीसँग रहेको अरू ब्याटरहरूबाट पनि यसै गरी अरू रोटीहरू बनाउँदै जाने। यो बनाउन एकदमै सजिलो छ र खानलाई एकदमै मिठो हुन्छ। यो रोटी बनाउन चाहिँ धेरै समय पनि नचाहिने, सामग्रीहरू पनि धेरै नचाहिने र आलुको टेस्टमा बन्ने हुनाले केटाकेटीहरूले पनि असाध्यै मन पराएर खान्छन्। हजुरहरू आफ्नो बच्चा केटाकेटीलाई टिफिनमा पनि पठाउन सक्नुहुनेछ भने केही नौलो मिठो खाजा खाउँ भन्नुहुन्छ भने यो रोटी बनाएर खाने अवश्य प्रयास गर्नुहोला। मैले यसै गरी नै आफूसँग भएको ब्याटरबाट सबै रोटीहरू बनाएर तयार गरेँ। अब चाहिँ यो रोटीलाई हामी केचपसँग, अचारसँग, केसँग मनपर्छ त्यसैसँग सर्भ गर्न सकिन्छ। नभए यतिकै पनि यो रोटी खान सकिन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनुहोला। च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो आफ्नो साथीभाइ र इष्टमित्रमा सेयर पनि गरिदिनुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद।